नमस्ते सबैजनालाई म केविन आज हामी बोस्टनमा छौँ अमेरिकाको बोस्टन र डङ्किन डोनरबाट हामी बोल्दैछौँ र आज हाम्रो माझमा हार्वर्ड विश्वविद्यालयको नेपाली विद्यार्थी हुनुहुन्छ उज्जवल राई हजुरलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु थ्याङ्क यू सो मच तपाईँको टाइमको लागि र उहाँ हार्वर्ड विश्वविद्यालयको विद्यार्थी हुनुहुन्छ र उहाँले यस्तो एप्लिकेसन बनाउनु भएको छ जुन एप्लिकेसन तपाईँ हामी सबैको लागि चाहिँ धेरै नै उपयोगी छ र त्यही एप्लिकेसनको बारेमा आज हजुरहरूलाई जानकारी दिनको लागि हामी भेला भएका छौँ। यो एप्लिकेसन के हो, कसरी काम गर्छ, कति पैसा पर्छ र यसको उद्देश्य के हो र किन यो चाहिँ स्थापना भयो भन्ने यी सबै कुराहरू आजको यो कार्यक्रममा हामी समेट्नेछौँ। हुन्छ, आजको कन्भर्सेसनलाई हामी सुरु गर्नेछौँ हाम्रो गेस्टबाट। उज्जवलजी, हजुरको आफ्नो परिचय दिनुहोस् हाम्रो अडियन्सलाई। थ्याङ्क यू केविन सर। मेरो नाम चाहिँ उज्जवल राई हो र मेरो श्रीमतीको नाम ग्रेस राई हो र म भैरवा नेपालबाट हुँ र युएस आएको लगभग 10 वर्ष त्यो हुन लागिसक्यो र अहिले हालैमा हार्वर्डबाट ग्रेजुएट भएर आफ्नो पुरानो व्यापारहरू छ त्यो हेर्दैछु र अहिले स्टार्टअपमा काम गरिरहेको छु न्यानो भन्ने। हजुर व्यस्त हुनुहुन्छ, तपाईँको दुईवटा बिजनेस छ, तपाईँ फेरि यो बिजनेस पनि गर्दै यो एप्लिकेसन तपाईँले गर्नुभएको छ। तपाईँको समयको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र खास यो न्यानो के हो? सो हामी सबैलाई थाहा छ न्यानो चाहिँ एउटा त्यो फिलिङ, त्यो वार्म फिलिङ जब हामीले आफ्नोलाई हक गर्दाखेरि पाउँछौँ त्यो एउटा सेफ एउटा वार्म फिलिङ। सो त्यो भएर चाहिँ हामीले एप्लिकेसनको नाम चाहिँ न्यानो साह्रै मन पर्यो। थ्याङ्क यू, न्यानो राखेको। सो न्यानो चाहिँ बेसिकली के हो भन्दाखेरि चाहिँ यो एउटा एप्लिकेसन हो जसले चाहिँ लाइक हाम्रो फोनको क्यामेरालाई युज गरेर हाम्रो अनुहारलाई स्क्यान गर्दछ र जब हाम्रो अनुहारलाई स्क्यान गरिसकेपछि जब अनि लाइक हाम्रो अनुहारमा हामीले सास लिँदाखेरि हुने परिवर्तनहरूको सिग्नललाई चाहिँ नम्बरमा बदलेर चाहिँ त्यसलाई त्यसको अर्थहरू के हो भनेर चाहिँ हाम्रो फोनमा चाहिँ देखाइदिन्छ। सो तपाईँले चाहिँ यसको प्रयोग गरेर 40 सेकेन्ड जति अनुहार स्क्यान गर्नुभयो भने यसले तपाईँको हार्ट रेट के छ, ब्रिदिङ के हो, तपाईँको ब्लड प्रेसर, तपाईँको स्लिपिङ प्याटर्नहरू र तपाईँले सास फेर्दाखेरि तपाईँको स्ट्रेस कति छ त्यस्तो कुराहरू चाहिँ तपाईँलाई भनौँ न लाइक केही नलगाइकन अथवा दिनको तपाईँको व्यस्ततालाई नबिगाडिकन तपाईँले क्विक गर्न सक्नुहुन्छ जस्ट तपाईँको आफ्नो फोनको क्यामेरामा हेर्नु भएर। अनि जस्तै यो कतिको एक्युरेट छ? सो तपाईँको हार्ट रेट र ब्रिदिङ चाहिँ एफडीए अप्रुभल हो। सो म चाहिँ जहिले पनि त्यही भन्छु युजरहरूलाई चाहिँ प्लिज तपाईँले चाहिँ आफ्नो एप्पल वाचसँग तपाईँले एक हातमा एप्पल वाच र न्यानोलाई राखेर तपाईँले हेर्नुभयो भने तपाईँले म्याट्रिक्सहरू चाहिँ सेम पाउनुहुन्छ। हिजो मैले हजुरले क्लिप राख्नुभएको थियो फेसबुकमा, हजुर त्यो एउटा न्युजको, हजुर अनि त्यहाँ न्युजमा कम्पेयर गरेर देखाएको थियो अनि एक्युरेट छ भनेर। हजुर हजुर हजुर। सो म चाहिँ किनकि हामी नयाँ कुरा को लागि मान्छेहरूलाई प्रोत्साहन दिँदैछौँ। सो तर यस्तो कुरा चाहिँ अब बोलीले भन्दा पनि मानिसहरूले चाहिँ आफैले गर्नुभयो भने चाहिँ एउटा अझै भरोसा हुने कुरा हो। अब नत्र भने चाहिँ यो चाहिँ अब हल्का कथा सुनाए जस्तो पनि लाग्न सक्छ र धेरैले मलाई पनि भन्नु पनि भएको छ यो चाहिँ स्क्याम जस्तो सुन्यो। अनि म चाहिँ डिफेन्स गर्नुको साटो चाहिँ जस्ट लाइक एक्चुअली ट्राई गर्नुहोस् न, किनकि यो चाहिँ एप स्टोर र प्ले स्टोरमा एभाइलेबल छ र फर्स्ट मन्थ चाहिँ फ्री हो। त्यसपछि पनि महँगो चाहिँ छैन, $4.99 हो जो कि एउटा कफी भन्दा पनि सस्तो हो। तर त्यही कम्पेयर गर्नुहोस्, हेर्नुहोस् अनि तर यसको रियल उद्देश्य चाहिँ के हो भन्ने कुरा चाहिँ बुझ्नुहोस् भन्ने कुरा हो। जस्तो तपाईँले पैसाको कुरा गर्नुभयो र 1 महिनाको फ्री, फर्स्ट मन्थ फ्री। हजुर, फर्स्ट मन्थ चाहिँ फ्री छ, त्यसपछि चाहिँ $4.99 हो जो कि तपाईँको मिडियम कफीको प्राइसको बराबर अथवा कुनै ठाउँमा त त्यो मिडियम कफी नै मन्थली सब्सक्रिप्सन भन्दा तपाईँको महँगो पर्छ। अहिले मैले खाइरहेको कफी लगभग $4 जति पर्छ होइन? हजुर, सो लाइक त्यो पनि सिङ्गल टाइमको राइट, तपाईँले दिनमा 2-3 वटा खानुभयो भने। साँच्चै नै यो एप्लिकेसन धेरै नै राम्रो लाग्यो हजुरको कुरा सुन्दै गर्दा। जसरी हामी जुन परदेशमा छौँ, हामी डायस्पोरामा छौँ, अमेरिकामा छौँ र विदेशमा भएको छोराछोरीले आफ्नो बुवा मम्मी, आफ्नो आफन्त नेपालमा हुनुभएको हजुरबुवा हजुरमम्मीहरूको हजुरआमाहरूको जसरी उहाँहरूको हेल्थ उहाँको सबै चाहिँ मोनिटर गर्न सकिने जुन किसिमको एउटा एप्लिकेसन रहेछ, धेरै राम्रो लाग्यो। र अब
तपाईँले सरस्वती भनिदिनु कसरी काम गर्छ कसरी चाहिँ अब जसले यो प्रयोग गर्नुहुन्छ कसरी प्रयोग गर्ने न्यानो चाहिँ अहिले युएस र नेपालमा उपलब्ध छ र युएसमा हुनुहुने युजरले चाहिँ सब्सक्राइब गर्नुहुन्छ र तपाईँ सब्सक्राइब गरेपछि त्यहाँ एउटा ठाउँ छ जहाँ चाहिँ तपाईँले आमा बुवाको लागि चाहिँ इमेल हालेर चाहिँ एड गर्नुपर्ने हुन्छ र त्यो इमेल चाहिँ तपाईँले प्यारेन्ट्सलाई दिनुभयो र उहाँहरूले त्यो इमेलबाट लगइन गर्नुभयो भने उहाँहरूले चाहिँ फ्रीमा चलाउनुहुन्छ एक्चुअली सो तपाईँले $4.99 मा चाहिँ दुईवटा युजरले चाहिँ चलाउँदै हुनुहुन्छ क्या ओके आइसी भनेपछि नेपालमा सरी एक्सक्युज मी अमेरिकामा भएको अथवा विदेशमा भएको आफन्तहरूले अथवा छोराछोरीहरूले चाहिँ यहाँ सब्सक्राइब गर्ने अथवा यहाँ किन्ने र त्यही पैसाले चाहिँ नेपालमा हजुर आमा बुवाहरूले चाहिँ फ्रीमा चलाउनु पाउँछ तर अहिले नेपालमा किन्ने सुविधा चाहिँ उपलब्ध छैन अहिले चाहिँ जस्ट युएसमा हुनु भएकोहरूले मात्रै यसको सब्सक्राइब गर्न सक्नुहुन्छ र त्यो इमेल सेयर गरेर चाहिँ नेपालमा हुनुहुनेले चाहिँ फ्रीमा चलाउन सक्नुहुन्छ ओके नेपालमा किन्ने कस्तो छ त्यसको लागि धेरै नीतिहरू छन् र हजुर प्रोसेसहरू कुराहरू बढ्दैछ अनि त्यसको कामहरू हुँदैछ हजुर र यो एप्लिकेसन एउटा यो कम्पनी स्टार्टअप हो हजुर र तपाईँले अघि अस्ति तपाईँले त्यो उसमा राख्नुभएको थियो पेजमा फेसबुक पेजमा र लगानीको कुरा पनि गर्नुभएको थियो यदि कोही व्यक्ति लगानी गर्न चाहनुहुन्छ यो स्टार्टअप कम्पनीमा तपाईँको एउटा त्यो इन्भेस्टमेन्टको एउटा तपाईँले राख्नु पनि भएको थियो $250 समथिङ के छ त्यसको बारेमा अलिकति बताइदिनुहुन्छ कि इन्भेस्टमेन्ट कसरी गर्न सकिन्छ के हुँदैछ भन्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ हामीले यो लास्ट 9 मन्थ चाहिँ हामीले आफ्नै पैसाले सबै बुटस्ट्र्याप गरेर चाहिँ यहाँसम्म ल्यायौँ सबै सिस्टमहरू बिल्ड अब एमबिपीहरू भनिन्छ है अनि त्यो कुराहरू चाहिँ हामीले गऱ्यौँ अहिले युजरहरू छन् हामीहरूसँग पेइङ युजरहरू सो हामीले चाहिँ अब अझै के गर्दैछौँ भन्दाखेरि चाहिँ लाइक अझै सलिड मोर भ्यालिडेसनहरू चाहिँ खोज्दैछौँ कि यो प्रुभ गर्न चाहिँ यो चाहिँ रिपिटेबल सर्भिस हो र यो चाहिँ स्केलेबल हो त्यो गर्दासम्म त्यो माइल स्टोन नप्राप्त गर्दासम्म चाहिँ हामीले आफ्नै पैसाले गर्ने किनकि हाम्रो लागि चाहिँ मिसन र भिजन चाहिँ अति इम्पोर्टेन्ट छ हाम्रो यो टेक्नोलोजी बनाउनुको उद्देश्य नै म जस्तो जो आफ्नो आमा बुवाबाट टाढा हुनुहुन्छ काम र पढाइको कारणले उहाँहरूले चाहिँ आफ्नो आमा बुवाको हेल्थमा के हुँदैछ है भन्ने एउटा जानकारी राख्न सक्ने चाहिँ मेन उद्देश्य हो यो टेक्नोलोजीको तर म चाहिँ अब यो मिसन भिजनलाई चाहिँ बाट टाढा जान चाहन्न र यो टेक्नोलोजीलाई पनि टाढा नलग्न खोजेको हुनाले चाहिँ हामीले इन्भेस्टर चाहिँ नखोजेर आफैले गरेको यहाँसम्म तर एक्चुअली त्यो माइल स्टोन पुगेपछि चाहिँ हामीले इन्भेस्टमेन्ट खोज्नु पर्ने हुन्छ स्केलको लागि तर हामी चाहिँ मोर क्राउड फन्डिङको तर्फबाट जाने भन्ने सोच्दैछौँ त्यही भएर चाहिँ अहिले फन्डिङ कोही तपाईँको जुन कोही इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ भने कस्तो तपाईँ हजुर अहिले हामी क्राउड फन्डिङ गर्दैछौँ उहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने म लिङ्क पठाइदिन सक्छु जहाँ उहाँहरूले मिनिमम $250 त्यस्तो गर्न सक्नुहुन्छ तर मेरो लागि चाहिँ अहिले हामीलाई पैसा चाहिन्छ स्केल हुनको लागि तर पब्लिकमा पनि जान्छ आई मिन लाइक सेयर मार्केट पछि अब त्यही आशा चाहिँ त्यही हो तर होइन तर मेरो लागि चाहिँ मेरो उद्देश्य किन भन्ने कुरा चाहिँ अति इम्पोर्टेन्ट छ राइट किनकि म जस्तो धेरै हुनुहुन्छ बाहिर आमा बुवाबाट टाढा स्पेसली हाम्रो मिडल इस्टमा काम गर्नुहुनेहरू लाइक जो होइन लाइक खट्दै हुनुहुन्छ यो टेक्नोलोजीमा जति युएस र युरोपमा हुनुहुनेहरूको अधिकार छ उहाँ हाम्रो दाजुभाइहरू जो दुवै कतारमा कडा परिश्रम गर्नुहुन्छ उहाँहरूको पनि त्यतिकै अधिकार छ त्यो उत्तर थाहा पाउने सो त्यो मिसन चाहिँ गहिराइमा बुझ्नुहुन्छ भने चाहिँ हामीहरू कुरा गर्न सक्छौँ राइट हामी इन्भेस्टमेन्टको लागि चाहिँ ओपन छौँ तर मिसन र भिजन चाहिँ क्लियर हामी चाहिँ एक पेजमै हुनु पर्यो जस्तै धेरैपल्ट के हुन्छ भन्दा चाहिँ पैसा हाल्नेले चाहिँ होइन यो तरिका होइन अब $4.99 लाई एकैचोटि अब $50 बनाइदिए अब यसलाई 1-2जनालाई होइन अब सिधै हस्पिटललाई बेचौँ अथवा फ्याक्ट्रीलाई बेचौँ अथवा जल्दी गरेर बेचेर बाटो लागौँ सो त्यस्तो हतारपनमा चाहिँ छैनौँ हामी किनकि आमा बुवाको केयर गर्न पाउनु एउटा
अधिकार चाहिँ सबैको हो र हामी चाहिँ खुसी छौँ कि हामी त्यो सुविधा प्रोभाइड गर्नेमा चाहिँ पहिलो लाइनतिर छौँ र हामी चाहिँ त्यो भिजन त्यो मिसनहरू चाहिँ हामी चाहिँ स्ट्रङली होल्ड गर्न चाहन्छौँ। यसो भन्दै गर्दा यो न्यानो अब म यो यस्तो एप्लिकेसन बनाउँछु भनेर तपाईँको यो सोचाइ चाहिँ किन र कहिले आयो? जस्तै अब युएसमा संसारभरि मिलियन्स छन्, स्पेसल्ली नेपालको परिवेशमा हेर्ने हो भने कामको कारणले गर्दा पढाइको कारणले गर्दा हरेक वर्ष हजारौँ म जस्तोहरू घर छोडेर निस्किनुपर्छ, हाम्रो आमा बुवालाई घरमा छोडेर। अनि मैले पनि के पाएँ भन्दाखेरि चाहिँ 9 महिना अगाडि चाहिँ साह्रो मलाई भित्रदेखि एउटा कुराले अति नै बदर गरिरहेको के मेरो आमा बुवा सन्चै हुनुहुन्छ त भन्ने कुरा। अनि मलाई लाग्दाखेरि चाहिँ त्यो प्रश्न चाहिँ हामी नेपालीहरूले मात्रै होइन तर जति पनि नानीहरू आफ्नो प्यारेन्ट्सहरूबाट टाढा हुनुहुन्छ उहाँहरूको दिमागमा त्यो प्रश्न चाहिँ सधैँ भइरहँदो रहेछ कि मेरो आमा बुवा सन्चै हुनुहुन्छ कि हुनुहुन्न होला। तर त्यो प्रश्नको उत्तर चाहिँ हामीले जब आफ्नो प्यारेन्ट्सहरूलाई सोद्धाखेरि चाहिँ उहाँहरूको उत्तर चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि चाहिँ हामी ठिक छौँ। प्यारेन्ट्स बिङ प्यारेन्ट्स राइट। अब किनकि उहाँहरूलाई थाहा छ हामी घरबाट टाढा छौँ, हाम्रो आफ्नै धेरै चिन्ताहरू छन्, जिम्मेवारीहरू छन्। सो उहाँहरू प्यारेन्ट्स भएर चाहिँ थप्न चाहनुहुन्न। सो उहाँहरूको सोझो एउटा प्यारेन्ट्सको एन्सर चाहिँ हामी ठिक छौँ। तर हामी टाढा बसेको धेरै नानीहरूलाई चाहिँ त्यो उत्तर चाहिँ पर्याप्त चाहिँ छैन, किनकि त्यो उत्तरले चाहिँ कति ड्याप्थ छ, कति त्यसको गहिराई कति छ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुँदैन। सो त्यही भएर चाहिँ हामीले चाहिँ 9 महिना अगाडि ओके यसको विषयमा जब म बस्टन आएँ त्यहाँ चाहिँ धेरैजना मानिसहरू एआईको कुरा गरिराख्नु भएको थियो, कलेजमा पनि एआईको कुराहरू, क्लासरुममा एआईको कुराहरू। सो मानिसहरू चाहिँ एआईको मार्केट यति $1 ट्रिलियन हुन्छ, लाइक मान्छेहरूले मिलियन्स कमाउन सक्छ। तर मेरो दिमागमा चाहिँ के थियो भन्दाखेरि चाहिँ के यो एआईले मैले सोधेको र धेरैले सोधेको क्वेसन के मेरो आमा बुवा सन्चै हुनुहुन्छ त्यसको उत्तर दिन मलाई सहायता गर्न सक्छ, के हामीलाई सहायता गर्न सक्छ। सो त्यो एकाडेमिक पर्सपेक्टिभबाट चाहिँ हाम्रो रिसर्च सुरु भयो र त्यसपछि गर्दै जाँदा हामीले हार्डवेयर पनि बनायौँ। हार्डवेयर बनाउने क्रममा हामीलाई के रियलाइज भयो भने चाहिँ के गर्ने त त्यस्तो आमा बुवाहरू जो चाहिँ लास्ट माइलमा बस्नुहुन्छ, अब कसले चाहिँ त्यो हार्डवेयर लगेर दिने, फेरि हार्डवेयर किन, फेरि हार्डवेयरको रिपेयरमेन्ट। सो फेरि हामीलाई चाहिँ अति बोझ हुन्छ। हार्डवेयर भनेको तपाईँले जस्ट मोबाइल जस्तो डिभाइस भन्नुहोस्। हजुर, हामीले चाहिँ चस्मा बनाउँछ एक्चुअली, त्यो लाइक ग्लासेस जुन रिडिङ ग्लासेसहरू जस्तो तपाईँ कुरा गर्दै गर्दा अहिले रेबनले त्यो निकालेको छ। हजुर, तर रेबनको चाहिँ लाइक उसको चाहिँ एआई नै छ। हामीले चाहिँ यो साइडमा चाहिँ त्यसको हार्डवेयर राख्ने सफ्टवेयर राख्दै थियो जसले चाहिँ यहाँको ब्लडलाई चाहिँ कन्सटेन्टली मोनिटर गरेर चाहिँ त्यो नम्बर चाहिँ दिने। तर हामीले सोच्यो त्यो चाहिँ अब मेरो बुवालाई अब घाँस काट्न जानु पर्यो, भैँसी चराउन जानु पर्यो भने त त्यो काम लाग्ने र। सो के छ त छिटो तरिका भनेर सोच्दै जाँदा अझै रिसर्च गर्दै जाँदा हामीले के पायौँ भन्दाखेरि चाहिँ अहिले सबैको हातमा स्मार्टफोन छ। अब होइन, अब चाइनाको इनोभेसन, अब होइन हाम्रो नेपालीहरूको पर्चेसिङ पावर बढ्दै गएको छ राइट। अहिले अब धेरैजनाको हातमा मोबाइल फोन छ राइट। अब त्यो पनि चाइनिज फोन मात्रै होइन, एउटा लाइक हाइटेक खाले फोन छ, सबैसँग एक्सेस चाहिँ छ, चाहे त्यो एन्ड्रोइड होस् आइओएस होस्। सो त्यसपछि हामीले के डिसाइड गऱ्यो भने कि लाइक अझै डिप रिसर्च गरौँ न भन्दै गर्दा चाहिँ हामीले के भयो भने चाहिँ आरपिपिजी भन्ने टेक्नोलोजी जुन एप्पलले पनि युज गर्दैछ लाइक। सो त्यो चाहिँ अब बेसिकली स्क्यानिङ त्यतातिर हाम्रो रिसर्च बढ्न लाग्यो। म चाहिँ कस्तो छु भन्दाखेरि चाहिँ समस्या चाहिँ अति गहिराइमा चाहिँ थाहा पाउनु पऱ्यो क्या राइट। सो त्यही भएर चाहिँ हामीलाई धेरै समय कि यो समस्या साँच्चैको समस्या त हो। अनि हामीहरू चाहिँ जहिले पनि मेरो श्रीमतीहरू म चाहिँ जहिले यसको बारेमा धेरै एउटा डिप इन्भेस्टिगेसन अथवा तपाईँले जस्तै धेरै यसलाई गहन रूपमा रिसर्च गर्नुभएको हो कि अथवा हजुर लाइक अब हामीले जस्तै अब लाइक जस्ट नट मेरो बुवा मम्मी नेपालमा हुनुहुन्छ, मलाई यो चाहिएको छ त्यो सेन्सबाट मात्र हो कि एज अ तपाईँले के कुराले चाहिँ छोयो कि ताकि मैले यो बनाउनै पर्छ? हजुर, अनि के भयो भन्दाखेरि चाहिँ जस्तै त्यो चाहिँ अब इनिसियल फेज हो राइट। अब त्यो मलाई एउटा रियलाइज भयो
अनि त्यसपछि हामीले चाहिँ इनर सर्कलमा मान्छेहरूसँग सोध्न क्वेसनहरू गर्न सुरु गर्यो राइट अब जसको आमा बुवा टाढा हुनुहुन्छ इन्टरनेसनल स्टुडेन्टहरू हार्वर्डमा बस्टनमा न्युयोर्कमा मान्छेहरूसँग कुराहरू गर्दै जाँदा धेरै डिफ्रेन्ट ब्याकग्राउन्ड डिफ्रेन्ट कल्चरको व्यक्तिहरूसँग कुरै गर्दै जाँदाखेरि उहाँहरूको दिमागमा पनि त्यो क्वेसन हुँदो रहेछ क्या त्यो मेन्टल स्पेस चाहिँ लिएको हुँदो रहेछ के मेरो प्यारेन्ट्स चाहिँ सन्चै हुनुहुन्छ सो त्यसपछि लाइक हामी प्रब्लम अझै डिपर लेभलमा स्टडी गरेपछि ओके अब सल्युसन गरौँ न त तर सल्युसन पनि कम्प्लिकेटेड होइन जस्ट सिम्पल अति कन्भिनियन्ट अब फेरि हामी चाहिँ के छ भन्दा चाहिँ सल्युसन निकालेर फेरि जसको लागि निकालेको उहाँहरूले पनि त युज गर्नु पऱ्यो नि त फेरि एट द सेम टाइम डिफ्रेन्ट पनि हुनु पऱ्यो अब जस्तै वाच निकाल्यो भने त्यो मार्केट अलरेडी भरिसकेको छ पुरै सो के नयाँ गर्ने तर सिम्पल गर्ने कन्भिनियन्ट गर्ने भन्दै जाँदा त्यसपछि ओके क्यामेरा फोनको क्यामेरा जो अलरेडी मानिसहरूसँग छ सबैसँग सेलफोनहरू त छ नेपालमा हजुर अनि त्यसको फ्रन्ट फेसिङ क्यामेरा चाहिँ चलाएर चाहिँ बरु अनुहार स्क्यान गर्ने अनि त्यसपछि चाहिँ म्याट्रिक्स निकाल्ने त्यसपछि त्यो चाहिँ अब रिसर्चको फन्डामेन्टलदेखि त्यहाँदेखि चाहिँ सुरु भयो अनि किनकि म चाहिँ नेपाली कल्चरको मान्छे हो आमा बुवाको सेवा गर्न पाउनु चाहिँ एक्चुअली हाम्रो लागि प्रिभिलेज हो क्या बोझ होइन अनि त्यो कल्चर चाहिँ यो न्यानोको चाहिँ फाउन्डेसन हो सो त्यो चाहिँ कारणहरू साँच्चै तपाईँले हार्वर्डबाट जुन तपाईँले सकिसकेपछि जुन किसिमको एउटा यो देशको लागि सोच्नु भएको छ जुन किसिमले एप्लिकेसन बनाउनु भएको छ साँच्चै नै धेरै नै उपयोगी एप्लिकेसन यो छ तपाईँहरू सबैलाई म यो एप्लिकेसन किन्नको लागि सब्सक्राइब गर्नको लागि म अनुरोध गर्न चाहन्छु ताकि तपाईँहरूले आफ्नो मम्मी बुवा आफ्नो हजुरआमा हजुरबुवा र आफन्तहरू जो टाढा हुनुहुन्छ उहाँको स्वास्थ्य तपाईँले मोनिटर गर्न चाहनुहुन्छ भने तपाईँले सजिलै यो एप्लिकेसनद्वारा गर्न सक्नुहुन्छ र एउटा एप्लिकेसन मात्र नभएर एउटा आफन्त बिचको आफ्नो परिवार बिचको एउटा सम्बन्धलाई गाढा बनाउने एउटा माध्यम पनि हो कतिपय अवस्थामा म पनि अनुभवले भन्दैछु कतिपय अवस्थामा हामी मम्मी बुवालाई आफन्तहरूलाई आफ्नो हजुरबुवा हजुरआमालाई कुरा गर्दा नेपालमा अथवा आफ्नो विदेशमा कुरा गर्दा सन्चै हुनुहुन्छ भन्दा उहाँहरूले सन्चो नभए पनि सन्चै छु भनेको कतिपय अवस्थामा छ किनभने उहाँहरूले हाम्रो हृदयलाई हामी नराम्रो सोचेको अथवा हाम्रो हृदय टुटेको अथवा हृदय दुखेको उहाँहरू हेर्न चाहनुहुन्न सुन्न चाहनुहुन्न त्यही भएर उहाँहरू कतिपय अवस्थामा हृदयमा अथवा शरीरमा सन्चो नभएर पनि म सन्चै छु बाबु छोरा छोरी भनेको अवस्था छ तर यो एप्लिकेसनले साँच्चै नै हाम्रो मम्मी बुवा सन्चो हुनुहुन्छ त साँच्चै नै हाम्रो हजुरबुवा हजुरआमा हाम्रो आफन्त साँच्चै नै शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ साँच्चै नै उहाँ सन्चो हुनुहुन्छ भनेर चाहिँ यो एप्लिकेसनले चाहिँ स्पष्ट रूपमा उहाँहरूको शारीरिक स्वास्थ्यको बारेमा चाहिँ बताउने छ र यो धेरै नै उपयोगी छ तपाईँहरू सबैलाई फेरि पनि म अनुरोध गर्न चाहन्छु यो एप्लिकेसन तपाईँले किन्नु होला सब्सक्राइब गर्नु होला यो सर्भिसलाई र यो स्टार्टअप कम्पनी हो र यस्तै कम्पनीहरूलाई हामीले साथ दिनुपर्छ सहयोग दिनुपर्छ एउटा हार्वर्डमा पढेर पनि देशको लागि यो सोचेर उहाँ अगाडि बढ्नु भएको छ यो साँच्चै नै हामी सबै नेपालीको लागि गर्वको विषय हो भनेर म लिन्छु र हुन्छ अजुलजी थ्याङ्क यू सो मच हजुरको समयको लागि र जहाँ जाँदै तपाईँले के भन्न चाहनुहुन्छ अन्त्यमा हाम्रो अडियन्सलाई थ्याङ्क यू केभिन सर तपाईँको समयको लागि र म चाहिँ त्यही भन्छु हामी चाहिँ अब युएसमा बसेकोहरू हामी चाहिँ एथनिकली नेपाली र लिगली अमेरिकन भए पनि हाम्रो कल्चर हाम्रो घर हाम्रो भ्याल्यू चाहिँ नेपाली हो र हाम्रो भ्याल्यूले चाहिँ हाम्रो जीवन चाहिँ ड्राइभ चाहिँ गर्नुपर्छ र त्यो चाहिँ म त्यही कुरा फलो गर्न खोजिरहेको छु र मेरो कम्पनी न्यानोले पनि त्यही फलो गर्छ र म त्यही आशा गर्छु कि हाम्रो नेपाली भ्याल्यू चाहिँ अझै लिभ आउट हुन्छ विदेशमा पनि थ्याङ्क यू सो मच हजुरको समयको लागि र तपाईँ सबैलाई आजको यो समय हामीले लिएका छौँ र तपाईँहरूले जुन यो कार्यक्रमलाई हेर्नुभएको छ तपाईँ सबैलाई म धन्यवाद दिन चाहन्छु र यो एप्लिकेसनको बारेमा हामी यो लिङ्कमा अझै राख्नेछु भिडियोको लिङ्कमा हामी तल कमेन्ट बक्समा लिङ्क राख्नेछौँ र त्यहाँबाट चाहिँ तपाईँले कसरी इन्भेस्टमेन्ट गर्ने अझै यो कम्पनीको बारेमा विस्तृत रूपमा तपाईँले जानकारी पाउनुहुनेछ र आउँदो दिनमा अझै हामी यो
एप्लिकेसनको बारेमा र हाम्रो आजको गेस्ट उज्जवल राईको जीवनको बारेमा र हार्वर्ड लाइफको बारेमा अझै हामी अर्को टक सोमा आउनेछौँ र आज यो विशेष गरी हामीले यो एप्लिकेसनमा हामीले फोकस गरेका छौँ र तपाईँहरू सबैलाई यो कार्यक्रम हेर्नुभयो हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू केभिन सर थ्याङ्क यू